Dix's house. Pretty. So nice. Oh my goodness. The breakfast. The roof. Tenzin. It's so nice. Oh! Kotatiro. It's groom on the car. के गर्दा हामी त अनि जति सारको अब आयो गाइस के गर्दा ग्रुम निस्किनु भयो ल ओहो whoa 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 She needs to hurry, cameraman. Look at our belly. Oh my god, they look pretty. Married now. Where's the ring? White gold and gold, huh? Daddy Billy. How are you feeling? So stressed. Bichara, it's been like hectic for 2 days. Yeah. My Mendy's got darker as well. We'll look at it tomorrow, so it's gonna go darker. Let's see. Let's go Saubhagya lehego. How are you feeling? I'm feeling very excited. Are you? Are you actually? Are you? Very happy. Is this the truth or is it a lie? I was the most happiest guy in that room today.
Oh, she Yeah, was, because she was nervous. I thought you I were was really happy. exercise ma. Hey. अनि यस्तो हेर्छु सुमिता है. Yeah, of course. I'm trying to find the parking because Mother it's Moon. just Huh? Mother embarrassing Moon. to walk. It's been a long time I've been on a video. Yeah, in it. Very long time, but We haven't vlogged in ages It's either. a special day for our special little girl. Mother किसिम दाइ कस्तो मलाई त्यो लाग्छ Behind the scene is there. Against the wall, eh? Sabs, you come first. Sabs, you come first. The bride's ready. Tick tick one. Tick tick two. बार्गेन गर्ने मान्छे हो बार्गेन गरेर Yota छोरी, just remind me, right? Yota छोरी, nurse as well. I don't know. Ah, 46. हाम्रो दिदीलाई राम्रो सुनिट्रिट गर्नु नि Oh, just one. That's just for one. यो चाहिँ मेरो साथीहरुको डिजाइन है अब त्यति त्यसले सबै दिए भइहाल्यो नि हाई फाइभ यस So pretty. ओके आदरणीय आज यहाँ आउनुभएका सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू अनि पाहुनाहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज यस शुभ दिनमा हजुरहरूको आफ्नो अमूल्य समयलाई केही वास्ता नगरी यहाँ हजुरहरू हाम्रो छोरीको अनि छोरी ज्वाइँको बिहामा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु छोरी सौभाग्य को विवाह काठमाडौँ ललितपुर निवासी बाबा राजु राई आमा मित्र कुमारी राईको छोरा ब्रिटिस आर्मी जियालरमा कार्यरत इमानुएल राईसँग विवाह बन्धनमा बाँधिनु भएको छ यस खुसियालीमा हजुरहरूको उपस्थितिले झन् धेरै खुसियाली छाएको छ साथै हाम्रो छोरी अनि ज्वाइँको लागि दिनुभएको आशीर्वाद सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु छोरी ज्वाइँको वैवाहिक सम्बन्ध सधैँ सुखमय होस् उज्जवल भविष्यको साथै यो युगल जोडी सयौं दिनसम्म पनि नटुटोस् भन्ने लाखौं शुभकामना दिन चाहन्छौँ अन्तमा हाम्रो सम्धिनीज्यू नेपालमा हुनुभएको कारणले गर्दाखेरि आज यहाँ उपस्थित हुन सक्नु भएन तर हाम्रो उहाँ मेरो ज्वाइँको अङ्कल आन्टी
चाहिँ यहाँ हाम्रो साथमा हुनुहुन्छ। उहाँको अङ्कल 2 आरजिआरमा कार्यरत मेजर ज्ञानेन्द्र राई ज्यू र उहाँको धर्मपत्नी यहाँ अहिले हामीहरू सँगै हुनुहुन्छ। अब सम्झिज्यू, अब हामी त सम्झि नै परिहाल्यो। सम्झिज्यू, अब हाम्रो छोरी चाहिँ अब हजुरहरूको जुन कुलमा चाहिँ पठाएको छौँ, गर्दाखेरि अब जुन आफ्नो फ्यामिली परिवार सम्झी, आफ्नै छोरीहरू सम्झी तपाईँहरूले उहाँलाई चाहिँ सल्लाह सुझाव सम्झाइ बुझाइ गर्नुहुन्छ होला भन्ने हामीले पूर्ण आशा गरेको छौँ। साथै आफ्नै छोरी जस्तो मानेर हजुरहरूले हेरविचार गरिदिनुहुन्छ होला भन्ने पूर्ण विश्वास गरेका छौँ। भन्दै आजको यो सानो मैले थ्याङ्क यू स्पिच यहीँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। म त भन्नु त हिजो सबै भनिसकेको छु, तर भने अब फेरि पनि आज हिजो अनुपस्थित हाम्रो महानुभाव हाम्रो सबै गेस्टहरू धेरै धन्यवाद। आज आइदिनु भयो, मामाले भन्नुभयो जस्तै आफ्नो बहुमूल्य समय दिनुभयो, धेरै धन्यवाद। धेरै के भन्छ होइन, अब जस तपाईँहरूले फेरि पनि हामीलाई विश्वास गरेर म लगायत मेरो परिवार, मेरो काका, मेरो अनुपस्थित परिवार जुन नेपालमा हुनुहुन्छ, मेरो बाबा आमा भाइहरू अनि दिदी पनि अन द वे हुनुहुन्छ, हामीलाई विश्वास गरेर आफ्नो परिवारको एकदम बहुमूल्य सदस्य हामीलाई जिम्मा दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। हामी पनि उसलाई हाम्रो परिवारमा पाउँदाखेरि एकदमै गर्व गर्छौँ। हामी एकदमै के अरे हामी एकदम खुसी छौँ र हामी आफूलाई भाग्यमानी ठान्छौँ। त्यसको लागि तपाईँहरूलाई धन्यवाद। जस हामी यो तपाईँहरूको विश्वास हामी तोड्न दिने छैनौँ, हामी तपाईँहरूको विश्वास राख्नेछौँ र साह्रो गाह्रो परेमा तपाईँले साथ दिनुहुन्छ होला। जस त्यति नै छ। अनि फेरि पनि धेरै धन्यवाद, तपाईँहरू आइदिनु भयो र यो दिन कम्प्लिट गरिदिनु भयो र यसमा शुभ दिन भइदिनु भयो, राम्रो दिन भइदिनु भयो। धेरै धन्यवाद। आदरणीय हाम्रो सबै आगन्तुक महानुभावहरू, चित्रराज साहब, काउन्सिलर मेजर साहब, हाम्रो भर्खरै भइसकेको हाम्रो सन्धि भन्नुपर्छ ज्ञानेन्द्र मेजर ज्ञानेन्द्र, हजुरहरू सबैलाई चाहिँ एक स्वागतम। तपाईँलाई एक दुई शब्द किन भन्नु मन लाग्यो भने हाम्रो छोरी सौभाग्य अनि मेरो भान्जा, प्रिय भान्जा इमेनुएलको लागि चाहिँ यति ठुलो कष्ट गरेर आज यो कार्यक्रम हामीले सफल हुनलाई चाहिँ हामीले सफल गराउन चाहिँ हामीले सफल भएको छौँ। सबभन्दा पहिला त मेरो भाइ यमरानालाई ठुलो धन्यवाद, किनभने मेरो भाइले यति साह्रो अहोरात खतेर कति दिन कति महिनादेखि चाहिँ यो प्रोग्राम मिलाउनुको लागि कति साह्रो यो मलाई मात्रै थाहा छ होला, सायद जति पनि आगन्तुक महानुभावलाई थाहा छैन होला कि एउटा तेरो छोरीको बिहा देखाइदिन्छु, तेरो बाउको बिहा देखाइदिन्छु भन्ने एउटा पहिलाको चलन अनुसार थियो कि हामी छोरी दिनुलाई चाहिँ पक्का नै हो बेसिकली एउटा छोरी दिनुलाई यति साह्रो एक्सर्साइज गर्नुपर्छ कि हाम्रो बाबाको आफ्नै बिहा देखाउनु पर्दो रहेछ। गर्दाखेरि मेरो भाइले चाहिँ आफ्नै बिहा आफूले देखेको छ। अनि आज जे होस् यो मात्रै नभएर हजुर मेरो भाइले मात्रै नभएर मेरो बुहारी मात्रै नभएर अनि सबैजनाले एकदमै धेरै एक्सर्साइज गरेर मेरो मदन वो चाहिँ एकदम सबभन्दा एकदम यहाँको हिरो भन्नुपर्छ कि अल्ट्रोसाउन्डमा भएको कारणले गर्दाखेरि हामीले चाहिँ मदनलाई धेरै युटिलाइज गर्नु पाएँ। अनि मेरो मदनलाई चाहिँ एकदमै धन्यवाद दिनु, किनभने यो जति पनि कार्यक्रम गर्नलाई सफल गराउने एउटा अर्को चाहिँ दाहिने हात भन्ने चाहिँ हाम्रो पनि मदन राणा छ। मदन राणाले यहाँ मात्रै होइन त अरू ठाउँमा पनि यस्तो कार्यक्रममा चाहिँ अब धेरै हात दिएर चाहिँ हामीलाई यो कार्यक्रम सफल गर्नलाई हेल्प गरेकोमा चाहिँ मदन राणालाई चाहिँ एकदमै ठुलो धन्यवाद। मेरो भनाइ हो गर्ने काम पनि हो, कार्यक्रम त्यसको काम नै हो, तर
मदनले चाहिँ ऊ भोलिन्टियरली पनि गर्छ अनि ऊ धेरै संस्थामा चाहिँ ऊ एकाबद्ध पनि छ। ऊ चाहिँ हाम्रो आरएसएम भनेपछि आरएसएमको हुकुम छ भने मान्नुपर्छ। र उसले चाहिँ हामीलाई सबैलाई हुकुम पनि दिएको थियो। उसले चाहिँ काम गरेर चाहिँ सबै सिद्ध बनायो। यसको लागि चाहिँ मदनलाई हामी सबैले एकपल्ट ताली दिनुपर्छ। अब लास्ट भन्नुपर्दाखेरि हो यो भनेको चाहिँ अहिलेको यो समयमा सबैजना एकदमै धेरै कमिटमेन्ट हुन्छ। अन्त तपाईँको जति पनि आफ्नो कमिटमेन्ट छोडेर आफ्नो समयलाई चाहिँ तपाईँहरूले व्यवस्था गरेर पनि आज जुन जति पनि हाम्रो इष्टमित्र भएर छौँ छन् तर यसरी आजको कार्यक्रममा उपस्थित भइदिनु भएकोमा सबैजनालाई एकदमै धेरै धेरै ठुलो धन्यवाद दिन चाहन्छु। भन्दै मलाई चाहिँ तिमीजना चाहिँ एउटा जिम्मेवारी भनिसक्यो कि गीत चाहिँ यस्तो अप्ठ्यारो छ कि सबैजनाले बुझ्दैन होला है होइन। इङ्ग्लिस गीत छ त्यो इङ्ग्लिस गीत गाएर तपाईँलाई रमाइलो गरिदिनु कि भन्ने मेरो विचार गरेको फेरि विशेष गरेर गीत गाउने चाहिँ हाम्रो भान्जीहरूको चाहिँ रिक्वेस्ट आयो कि हिजो हाम्रो अर्कै माहौल थियो। त्यो माहौलमा मैले एउटा सानो गीत गाइदिँदाखेरि भान्जीहरूलाई मन परेछ कि के हो फेरि गाइदिनु भनेर रिक्वेस्ट आएको मलाई गीत गाइदिन्छु कि नाच चाहिँ अलिअलि म धेरै कमर भाग्दैन अलिअलि मात्रै भागिदिन्छु है त होइन। तर त्यो गीत चाहिँ म आफैले ट्रान्सलेट गरेको हो कि यो नेप्लिजबाट चाहिँ इङ्ग्लिसमा अनि यसको चाहिँ भर्सन बनाएर चाहिँ नेप्लिज भर्सनमा चाहिँ इङ्ग्लिस सङ गाइदिन्छु है त। हाँसिराखना माया बोलिराखना भन्ने चाहिँ यसलाई म चाहिँ इङ्ग्लिसमा गाइदिन्छु है त। यो चाहिँ हाँसिराखना भने कसलाई भनेको भने हाम्रो के अरे छोरी ज्वाइँ छोरी भान्जालाई। Many times I have met you, darling, oh, I don't know why you talk. Enjoy maximum, life is very short. Laughing continue, darling, laughing continue. Laughing continue, darling, laughing continue. Many times I have met you, darling, I don't know why you talk. Enjoy maximum, life is very short. Laughing continue, darling, laughing continue. हाँसिराखना माया बोलिराखना. Life is like a running water, never come back again like a motor. Are you okay? Life is like a running water, never come back again like a motor. Laughing continue, darling, walking continue. हाँसिराखना माया बोलिराखना. Laughing continue, darling, walking continue. हरिलाले चाहिँ सुरु गरे त्यसपछि बेस्ट अफ द रिलेटिभ्सले चाहिँ स्टार्टर खाने त्यसपछि बल्ल मात्रै मेन प्रोग्राम सुरु हुन्छ तपाईहरुको चाहिँ Sorry, ma'am. It's out. Congratulations! Congratulations! Oh Woo! Yes. Quite the women there. Hello, Mr. Auntie. Cheers, cheers. Yes, and yours? Yours? Yes. Look at these pretty bridesmaids. Video.
Everybody is gone. Oh my god, they look the same. Sanskar. She don't care about paparazzi. How do you feel? I don't know. Baile sattire. Well done, Max! Bye bye. Oh, Tenzin there. Bye. Oh yeah. Bye bye. Oh, cold. Oh my god. Cold. La. Sas. Bye. Oh. See you there. अहिले एकछिन पूजा गरौँला. Bye bye. Happy Bye. Bye. You're officially married. Yeah, of course, darling. No. Finally, Toby called this one. आनन्द है. ल आऊ हाम्रो newlywed couple. So you guys wait here. So we're just doing the arati गर्ने. कस गर्नु हाल्यो त आन्टीलाई ड्युटीमा साइकल बाँधिने हैन र आई थट एउटै सिंगै यसरी अन्ते हाल्दिम न यो आफै त हाल्नु पर्छ यो त्यो हालेर त्यो घिउ हाल्नु पर्छ होला त्यो हालेर पहिला डिड आन्टी डु क्रस शी डिड यो क्रस थियो त्यसले भित्र घुमाएर राख्दैन ओ हो ल त्यो नङ त्यो अलिकति जोबल्थे सबै यो बत्ती बल्दैन नि फेरि यो नि बाल्ने यो यसमै बाल्दै योबाट बाल्दै ओके बाहिर गयो हैन या अनि कति चोटी घुमाउने रे
तिनपट्टि त होला यसो यस्तो गरेर पानी छ यसो नै साइडमा उभो न इमा welcome home. Thank you. Mini home. One luck. No. Honest hammer. Oh, fire them. Please be careful. Itapati live. Pass me. Or just leave it next to the window. Bye bye. The whole Junti is out. Yeah, sure. Signing out. We're going home. Thank you very much. See you tomorrow. Bye.